आएका हैनौँ, हामी भाषण गरेर आएका हैनौँ र हामीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर आएका हैनौँ। हामी काम गरेर आएका हौँ, काम देखाएर आएका हौँ, डेलिभरी दिएर आएका हौँ र जनताको सेवा गरेर आएका हौँ। मेरो परिचय त्यही हो। अब कुरा गरौं भौतिक पूर्वाधारको, जहाँ ठेकेदारको दादागिरी चल्थ्यो। झापाको कन्काई पुल सम्झनुहुन्छ? 14 वर्षदेखि अल्पत्र थियो। पुलमानले मन्त्रालय सम्हाल्दा त्यो पुल मात्र होइन, काम नगर्ने 3 अर्ब बराबरका 40 वटा रुग्ण ठेक्का एकै पटक तोडिदिए। काम नगर्ने ठेकेदारलाई अब म्याथ थप होइन, गेट आउटको बाटो देखाइयो। सुनकोशी मरिन डाइभर्सनमा 60% समय सकिँदा 11% मात्र काम गर्ने ठेकेदारको ठेक्का पनि रद्द। मुगलिन नागढुङ्गा होस् वा तराईको लाइफलाइन हुलाकी राजमार्ग, मन्त्री आफै साइटमा पुगेर धुलो खाएपछि कामले रकेटको गति लिएको छ। कमला पुल अब सपना होइन, यथार्थ बन्दैछ। जेनजी आन्दोलन पछिको सरकार थियो यो। आन्दोलनमा जलेका गाडी र भत्केका भवनहरूलाई के गर्ने? पुलमानले भाषण गरेनन्, फास्ट ट्र्याकमा काम गरे। हरियो स्टिकर लागेका 140 भवनको पुनर्निर्माण सकियो, जलेका गाडी हटाइयो। र क्रिकेट प्रेमीहरूका लागि खुसीको खबर, कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट बल्यो र अब अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने गुरु योजना मन्त्री परिषदबाट पास भयो। 10 अर्बको बजेट सुनिश्चितताको प्रक्रिया सुरु भइसक्यो। बन्चरे डाँडाको फोहोरको लफरा होस् वा बागमतीको फोहोर, वार्ता र काम एकसाथ अघि बढ्यो। तर यति धेरै काम गर्दा गर्दै किन दिए राजीनामा? भनिन्छ काम गर्नेलाई खुट्टा तान्नेको कमी हुँदैन। आफ्नो मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने हल्लालाई कुलमानले ठाडै अस्वीकार गरेका छन्। उनले भनेका छन्, यो राजीनामा भाग्ने निर्णय होइन, यो मेरो नैतिकता हो। ज्यालो नेपाल पार्टी र राष्ट्रपा बीचको सहमति चर्चामा छ। कुलमानले स्पष्ट भनेका छन्, म अब राजनीतिमा उत्रिए। अब उनी मन्त्री भएर होइन, जनताको नेता भएर आउँदैछन्। 115 दिनमा 107 उपलब्धि, जसले देशलाई लोड सेडिङबाट मुक्त गरे। के उनले अब देशको राजनीतिलाई पनि अँध्यारोबाट मुक्त गर्न सक्लान्? तपाईको विचार के छ?